तँलाई बाटा भेटेर एकदम खुसी लाग्यो तँलाई भेटेर आज एकदम खुसी भएँ म लाई है त ल ल ल हैन अब चाहिने कुरा हो किन ल हेर काम सबै ल थाहा बोलेर कसैले सघाउने हेर हेर यी बोकाहरू पनि करारै बढ्न लागिसक्यो कोही छैन सघाउने मैले कसरी भ्याउनु काम अब यस्तो गाह्रो छ पानी पनि दिन बाँकी छ हेर्नु न घर पनि कस्तो फोहोर भएको बजार कुदार त गर्नै बाँकी कसैले सघाउनेनन् म एक्लैले कसरी भ्याउने यो सब काम हेक दिदीका कोही छैन आमा 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 मलाई छोड्नु पर्यो आमा मलाई छोड्नु पर्यो आमा आमा म भोक लाग्यो कि होइन आमा पहिला मलाई आमा मलाई 5 रुपैयाँ ल्याउनु के गर्नु तु आमा 5 रुपैयाँ ल्याउनु कसैलाई 5 रुपैयाँ कसैलाई भोक लाग्यो एक झापड दिन्छ अनि नोक्लिँदैन मलाई 5 रुपैयाँ ल्याउनु भने के सघाउने यस्तै सबलाई होइन आमा पढ्दैछु कोठीलाई केही पनि बोल्दैन तँलाई के ल्याइदेऊ त्यसले खाना कालो हेरे रातो भाले कस्तो काम आउने आउन पार्छ नि तेल पनि चित्त गरेर सबै सिधाइहाल्यो ल हेर पसलमा पनि कस्तो होल भएको अब मेरो बुढा 2 वर्षपछि घर आएको आफूलाई कस्तो भइसक्यो मेरो बुढा चाहिँ कहाँ जानुभयो मैले घरको 2 चक्कर घुम्छ कि बुढीको टिन्न मैले कहाँ गएँ मेरो बुढी कतै कोठा पुरेर बसेको थियो कि हेर्नु पर्यो नि त त्यसै अब बाहिर घुम्ने बुढी त भित्र घुमिरह होला है अब के हो म त बाहिर घुमिरहेको छु मेरो बुढी आएर भित्र मलाई कुरेर बसिरहेको थियो ल अब 2 वर्षपछि आइया छ झ्यापै तानी कुरो नि भएन अहिले लुगा खोल्नै पर्ला है मजा आयो नि राम 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 लुगा मात्र खोलेर ढोका लाउनु पर्दैन त्यहाँ ढोका त ढ्यामै खुल्लै रहेछ नि ढोका मात्र खुल्ला झ्यापा लगाएर लाउनु पर्यो नि त लाउनु पर्छ मलाई एकदम ढुक्क भयो हुन्छ बुढीलाई फोकाउनुलाई एकदम रेडी है त अब बाँचेकी छु भन्छ होइन के हो म 2 वर्षपछि फर्केर आउँदा तिमी त झन्डा नानी तरुनी पो भइसौ नि त अनि आफूले आफू मलाई के ल्याइदिनु भयो बाहिरबाट मैले तिमीलाई हेर बाहिरबाट मैले तिमीलाई छ नि एकदमै स्पेसल उपहार ल्याएर त ल हेर्थ्यौ कहाँ राखेँ देखाउनु भएन नरिकन है ल है मैले तिमीलाई थाहा नि है मैले तिमीलाई ल बाजा कस्ता खाना गर्नु कस्तो जिस्किनु हुन्छ कि तपाईँ अझ पनि तपाईँले जिस्किने पानी गएको छैन भने अब अरूसँग जिस्के अब आफ्नै हेर बाबामा लड गरेका कस्तो पाएको तिमीले यो तपाईँले गर्दा भएको त अनि अझ मलाई हुन्छ तिमीले त केही गरेर छैन होला होइन अलि यता आउनु भयो अझै तिमीलाई माया गर्दैन क्या हो गर्छु तर माया गर्छ भनेपछि फेरि के को तारा हो यो के को तारा बच्चा हुन्छ कि माया गर्ने बच्चा भयो त बच्चा भएर के भयो त
कहाँ त्यस्तो भनेर हुन्छ? हरेक वर्ष बच्चा जन्माउनलाई म मेसिन त होइन नि, फेरि म कस्तो कमजोर भइसकेँ। तपाईँ पो आउनुहुन्छ जानुहुन्छ, मलाई यहाँ घरमा व्यवहार सम्हाल्न पनि कस्तो गाह्रो छ। तपाईँलाई के थाहा यतिकै अझ निप्टबाट हाँस्छ। मेरो बुढी यसै ठुसिन्छ नि मलाई पहिले थाहा थियो। हेर तिमी त्यही ठुसिन्छ भनेर मैले तिमीलाई छ नि अर्को पनि उपहार ल्याएको छु ल। हो र? के हो? अब अघि पो त्यो बच्चाहरूलाई भनेर बाजा ल्याएको अहिले त ठ्याक्कै तिमीलाई नै हुने गरेर तिमीलाई नै ल 1500 हालेर ल्याइदिएको छु नि त। उपहार चाहिँ कहाँ राखेँ? उपहार चाहिँ यहाँ है तिमीलाई नै हो के ठ्याक्कै लगाएर त्यो लिपस्टिक चाहिने मलाई लिपस्टिक सिपस्टिक। अरू मैले हजुरको लागि के अरे अब विदेश जाने म होइन अनि पैसा कमाउने म अनि उपहार दिने चाहिँ उसले। अब मैले ल्याएर लिपस्टिक पनि नहुने बाजा पनि नहुने अब उसले के ल्याएर खोइ देखाउनु त ल तिम्रो हेर ल। ल हेर्नुहोस्, त्यो काम छैन प्रकार हुँदैन र उता काम छैन। कहाँ त्यसो भनेर हुन्छ? केटा मान्छेको के भयो? के अरे फेरि एकखेर भन त केटा मान्छे के भन्छ तिमी भन्न खोजेको के हो भन त। लगाउनु पर्छ कि फेरि के जातिको रोग यौन रोग एचआइभी एड्स सर्छ भनेर भन्छन्। फेरि यसले त दोहोरो सुरक्षा पनि प्रदान गर्छ, त्यो भएर प्रयोग गर्नुपर्छ कि। फेरि म पसल जाँदाखेरि अहिले त झन् नयाँ पनि आएको रहेछ डिजायर भन्ने। राम 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 सकियो गरे अब पहिल्यै ढाल र क्यान्सर आइरहेको थियो अब त झन् अहिले डिजायर पुरो बुझे के त्यो काम छैन यो साइडलाई त्यो काम छैन कस्तो तिमी बोल्यो जबसम्म यो प्रयोग गर्दैन तपाईँको र मेरो सम्बन्ध हुँदैन, बुझ्नुभयो? त्यसो नभन न ल कान्छी बुढी ए लौ न बुढी 2 वर्षपछि आएको बुढीलाई भयो 2 वर्षपछि आएको बुढी चाहिँ फुत्तै बाहिरिन्छ त। केही काम नभएर होइन कुरो त ठिकै हो क्या। अघि छ नि म बाटोमा आउँदाखेरि मैले बाटोमा कसलाई भेटेको थिएँ? डल्लेले मलाई के भनेको थियो? डल्लेले मलाई के भनेको थियो भने नि हेर तँलाई त यौन रोग लागेको छ अब तेरी बुढीलाई सरलाई नि बिताउ गर है भनेको थियो। अब अहिले आउँदा यहाँ भर्खरै आउँदाखेरि यही 3टा बच्चाले 2टाले ब्याग लुटी एउटाले चस्मा लुट्ने गर्ने भाग्ने कुरो त ठिकै भएर क्या। अब यसले भने चाहिँ दोहोरो सुरक्षा गर्ने छ, एउटा चाहिँ परिवार नियोजनको अवस्था सानो रूपमा काम गर्ने रहेछ, अनि अर्को भनेको यौन रोग रहेछ पनि बचाउने छ। बुढले